नमस्कार सबैलाई। आजको यो सर्ट भिडियोमा म तपाईहरुलाई एन्टी डेरिभेटिभको डेफिनेसन यो डेफिनेसन चाहिँ क्लास 11 र 12 दुईटैको लागि इम्पोर्टेन्ट छ। जुनसुकै बेलामा जुनसुकै सेक्सनको लागि पनि सोध्न सकिने टाइपको क्वेशन हो। अनि कहिलेकाहीँ यसैमा है यो क्वेशनमा चाहिँ जस्तै यो इन्टिग्रेसनमा युज हुने टर्महरु के हुन् भनेर क्वेशनमा सोध्यो भने पनि यो भिडियोले काम गर्छ है। त्यसपछि कहिलेकाहीँ डेरिभेटिभ र एन्टी डेरिभेटिभ बीचको रिलेसन लेख भन्यो भने पनि यसैले काम गर्छ है। त्यो हुनाले यो भिडियो चाहिँ अलि ध्यान दिएर हेर्नु होला। अब सबैभन्दा फर्स्टमा एन्टी डेरिभेटिभको डेफिनेसनको लागि है, लेट इफ f प्राइम x बी द डेरिभेटिभ अफ f को डेरिभेटिभ f प्राइम x छ भने यो अघिल्लो भिडियोमा पनि भनिसकेको छु। यो f प्राइम x भनेको f लाई एकचोटी डेरिभेटिभ गर्दाखेरिको टर्मलाई हामी f प्राइम x डिनोट गर्छौं भने यसलाई अब मैले सिम्बोलिकली लेख्नु पर्यो भने के हुन्छ त, डेरिभेटिभ अफ f(x) इक्वल्स टु f प्राइम x है। यो माथिको स्टेटमेन्ट हामीले यसरी लेख्यौं भने अब ठ्याक्कै उल्टो हुन्छ है। यदि f प्राइम x चाहिँ f(x) को डेरिभेटिभ हो भने f(x) लाई हामी के भन्छौं त, f प्राइम x को एन्टी डेरिभेटिभ भनेर भन्छौं। देन f(x) इज द एन्टी डेरिभेटिभ अफ f प्राइम x र यसलाई फेरि सिम्बोलिकली हामीले इन्टिग्रेसनको सिम्बल युज गरेर लेख्ने हो भने के लेख्छौं त, इन्टिग्रेसन अफ f प्राइम x dx इक्वल्स टु fx प्लस c। यसको डेरिभेटिभ यो हो भने यसको इन्टिग्रेसन गर्दा कति आउँछ, fx आउँछ प्लस त्यसमा c पनि आउँछ है। अब यसमा युज भएको टर्महरु यो चाहिँ इम्पोर्टेन्ट छ याद गर्ने। c लाई हामी के भन्छौं, आर्बिट्रेरी कन्स्ट्यान्ट अथवा इन्टिग्रेसन कन्स्ट्यान्ट पनि भन्छौं। fx भनेको यो जुन fx छ यो चाहिँ इन्टिग्रल भ्यालु हो भन्नुको अर्थ यसलाई इन्टिग्रेसन गरिसकेपछि आएको भ्यालुलाई हामी के भन्छौं, इन्टिग्रल अफ f प्राइम x है। यसको इन्टिग्रल भयो। त्यसपछि यसमा युज भएको जुन dx छ यो dx लाई हामी के भन्छौं त, डिफरेन्शियल भनेर भन्छौं। र त्यसपछि यो जुन f प्राइम x छ है त्यसलाई हामी के भन्छौं त, इन्टिग्रान्ड भनेर भन्छौं है। इन्टिग्रल भ्यालु फाइन्ड आउट गर्ने जुन प्रोसेस छ यो पुरै प्रोसेसलाई हामी के भन्छौं त, इन्टिग्रेसन भनेर भन्छौं है प्रोसेसको। र अब यसमा यो स्मल fx अनि यो f प्राइम x यो चाहिँ बुकहरु अनुसार फरक सिम्बल देखिन्छ। कतै कतै चाहिँ जस्तै यसलाई क्यापिटल fx ले हैन, त्यसपछि यसलाई चाहिँ स्मल fx ले अथवा यसलाई क्यापिटल fx यसलाई स्मल fx ले डिनोट गरेर राखिएको पनि हुन्छ उसको। यो भनेको चाहिँ अब यसमा सबभन्दा सजिलो चाहिँ क्यापिटल fx र स्मल fx भनेर बुझ्नु भन्दा पनि के हो, यसको डेरिभेटिभ यो भनेर थाहा भयो भने यसको इन्टिग्रेसन यो भनेर याद गर्नु। यसले गर्दाखेरि चाहिँ के हुन्छ त, अनि यो टर्मलाई सम्झिनलाई सजिलो हुन्छ।